सपनामा यी कुरा देख्नुभयो भने बुझ्नुहोस् तपाईको शुभ समय आउनै लागेको छ। थाहा पाउनु अघि पाथिभरा मातालाई हृदयदेखि विश्वास गर्नेहरूले मात्र भिडियोलाई लाइक र कमेन्टमा पाथिभरा माताको जय लेख्नुहोला। नम्बर 1, यदि कुनै व्यक्तिले सपनामा आफूलाई रुखमा चढेको वा उचाइमा चढेको देखेमा यो सपना शुभ मानिन्छ। सपना विज्ञानका अनुसार यो सपनाको अर्थ तपाईको कार्यक्षेत्रमा पदोन्नति हुन लागेको हो। नम्बर 2, सपनामा धेरै पानी परेको देख्नुभयो भने यो शुभ संकेत हो। सपना विज्ञानका अनुसार यो सपनाको अर्थ तपाईको जीवनमा रहेको आर्थिक समस्या छिट्टै समाप्त हुँदैछ। नम्बर 3, सपनामा कमिला देख्नु शुभ मानिन्छ। यो सपनाले आगामी दिनमा तपाईको सबै काम सफल हुने संकेत गर्दछ। लामो समयदेखि रोकिएको कुनै काम पूरा हुनेछ र कतै अड्किएको पैसा छिट्टै फिर्ता हुनेछ।